안녕하세요 여러분, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईलाई च्याप्टर 15 मा रहेको हानगुकी छन्तोङ ओइसाङ कोरियाज ट्रेडिसनल क्लोथिङ को छङ्बुको एक्सप्लेनेसन लिएर तपाईको सामु उपस्थित भएको छु। कृपया मेरो च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नु होला। 한복은 한국이 전통 의상입니다. 한복은 색상이 화려하며 디자인이 두툼하고 아름답습니다. 그래서 한국 사람들은 설날이나 결혼식과 같은 특별하고 중요한 날에는 전통 한복을 입습니다. 한복 भनेको चाहिँ कोरियाको ट्रेडिसनल कपडा हो। 한복 चाहिँ कलरफुल हुन्छ र भव्य हुन्छ र यसको डिजाइन चाहिँ इलिगेन्ट र ब्युटिफुल हुन्छ। 디자인이 우아하고 아름답습니다. 우아하고 일레겐트 हुनु हो र 아름다워 ब्युटिफुल हुनु हो। 그래서 한국 사람들은 설날이나 결혼식과 같은 특별하고 중요한 날에는 전통 한복을 입습니다. त्यसले गर्दा चाहिँ कोरियन मान्छेहरू चाहिँ नयाँ वर्ष अथवा बिहेको दिन जस्ता स्पेशल दिनहरुमा चाहिँ स्पेशल महत्त्व बोकेका दिनहरुमा चाहिँ ट्रेडिसनल 한복 चाहिँ लगाउने गर्दछन्। 남성 한복은 비자와 저고리, 조끼고 고생되고 여성 한복은 치마와 저고리로 고생됩니다. 한복은 자연스러운 주름과 풍성한 실루엣으로 모든 체험이 사람들에게 어울린다는 장점이 있습니다. केटाले लगाउने 한복मा चाहिँ फाजी भनेको प्यान्ट, छगोरी भनेको ज्याकेट र छोक्की भेस्ट समावेश गरिएको हुन्छ भने यसँग 한복은 केटीहरुको जामा, त्यो छगोरीहरुको केटीहरुको ज्याकेट, उनीहरुको चाहिँ स्कर्ट र ज्याकेट चाहिँ समावेश गरिएको हुन्छ। 한복은 자연스러운 주름, 한복को चाहिँ 자연스러운 नेचुरल चाहिँ 주름 भनेको यसको नेचुरल चाहिँ जुन मुजा परेको हुन्छ। 풍성한 सिलुट भनेको चाहिँ भोलुमिनियस सिलुटको त्यसको एउटा डिजाइनले गर्दाखेरिमा चाहिँ 모든 체형이 사람들에게 어울린다는 장점이 있습니다. भन्छ। सबै साइजका मान्छेहरू, सबै बडी साइजका मान्छेहरूको लागि चाहिँ यो सुहाउने यो चाहिँ तपाईको फाइदा रहेको छ। 코로나 전통 한복은 평상복으로 입기에는 다소 불편한 점이 있어 요즘에 전통 한복은 개량하여 만든 생활 한복은 입는 사람들이 많아지고 있습니다. 생활 한복은 전통 한복보다 디자인이 단순하고 실용적이어서 언제나 스펜하게 입을 수 있습니다. 이러한 한복은 변화는 한복은 대중과의 기여했습니다. यसरी चाहिँ तर 전통 한복은 평상복으로 입기에는 다소 불편한 점이 있습니다. डेली लाइफमा लगाउनको लागि चाहिँ ट्रेडिसनल 한복 चाहिँ अलिकति अनकम्फर्टेबल हुने भएको कारणले गर्दाखेरिमा चाहिँ आजभोलि छन्तोङ 한복은 खेराङयो पुरानो ट्रेडिसनल 한복लाई चाहिँ इम्प्रुभमेन्ट गरेर चाहिँ मान्दन सिङ्गल 한복 भनेको चाहिँ डेली लाइफमा युज गर्न सकिने 한복 चाहिँ लगाउने सारामदरी पनि बढिरहेका छन्। सिङ्गल 한복은 छन्तोङ 한복보다 डिजाइन छन्चुनाको सिङ्गल 한복 चाहिँ ट्रेडिसनल 한복 भन्दा चाहिँ डिजाइन चाहिँ अलिकति सरल भएको र प्र्याक्टिकल भएको कारणले गर्दाखेरि जहिले पनि कम्फर्टेबल गरी लगाउन सकिन्छ। इरहान 한복 변화는 한복의 대중과의 기여했습니다. यसरी चाहिँ 한복को चेनमा चाहिँ 한복의 대중화에 기여했습니다. यसरी चाहिँ 한복लाई चेन्ज गरेर चाहिँ 한복को चाहिँ ग्लोबलाइजेसन पोपुलराइजेसनमा चाहिँ यसले कन्ट्रिब्युट पनि गरेको छ। त्यसरी 한복은 입는 사람이 연하기나 약간을 동에 따라 색깔과 디자인이 조금 다릅니다. 결혼식에서 신랑의 어머니는 보통 푸른색 교동이 점잖은 한복을 입고 신부의 어머니는 분홍색 교동이 단한 한복을 입습니다. भन्छ। यसरी चाहिँ 한복 입는 मान्छेहरू चाहिँ उमेर र साइज उमेर रोल अनुसार चाहिँ तर 색깔 वा डिजाइन 조금 다릅니다. मान्छेको उमेर अनुसार, उनीहरुको साइज अनुसार, मान्छेको रोल अनुसार चाहिँ विभिन्न प्रकारको कलर र डिजाइनहरु हुने गर्दछन्। जस्तै बिहेमा चाहिँ लगाउने सिलाङ भनेको बेहुलाको आमाले चाहिँ प्राय चाहिँ फुरुन्चे खेतोङ भनेको नीलो कलरको चाहिँ खेतोङ भनेको चाहिँ डिजाइन भएको चाहिँ सम्झानुल 한복은 입고 रेस्पेक्टेबल चाहिँ 한복 लगाउने गर्छन् भने बेहुलीको सिन्बु अमनिनुन फुनहुन्चेक भनेको पुलाई पिङ्क कलरको टोन भएको चाहिँ थानाहान सुहाउँदो 한복은 लगाउने गर्दछन्। 조근투라처럼 한복은 페스티벌이나 한복은 패션쇼 동굴 통해 한복의 아름다운 세계적으로 널리는 알리려는 노력이 이어지겠습니다. आजभोलि चाहिँ 한복को फेस्टिभल 한복 फेस्टिभल अथवा 한복 फेसन शो जस्ता शोहरूले गर्दाखेरि चाहिँ 한복को ब्युटी चाहिँ विश्वभरिमा फैलिन चाहिँ ठुलो प्रयास चाहिँ भइरहेको छ र त्यसले काम पनि गरिरहेको छ। यसरी चाहिँ हामीले कोरियाको ट्रेडिसनल कपडा 한복को बारेमा हामीले जान्यौं र यसमा चाहिँ नर्मली भन्दा पर्दाखेरिमा चाहिँ यो किन फेमस छ, यसलाई कसरी सुधारिएर यो चाहिँ विश्वभरि अहिले प्रचार भइरहेको छ, किन यसलाई इम्प्रुभ गरेर चाहिँ सिङ्गल 한복 बनाइयो
होइन किनभने बिहेमा चाहिँ बेहुलाको आमाले निलो बेहुलीको आमाले चाहिँ पिङ्क कलरको हान्डबुक लगाउने गर्दछन् भने विभिन्न फेसन सोहरूले चाहिँ यसको बढाएका छन् साथीहरू आजलाई च्याप्टर 15 को हान्डबुक छन्तोङ उइसँग यति नै तपाईँहरूलाई आजबाट बिदा माग्न चाहन्छु। धन्यवाद।